Hello guys and namaste. Welcome back to my YouTube channel. How to create a YouTube channel. So आज हामी यही टपिकमा भिडियो बनाउने छौं. मोबाइलबाटै YouTube च्यानल कसरी बनाउने त? आज हामी त्यो सिकाउने छौं. भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यदि भिडियो मन पर्यो भने चाहिँ भिडियोलाई लाइक, शेयर एन्ड कमेन्ट पनि गरिदिनु होला है. यदि स्क्रिनमा देख्न सक्नुहुन्छ सबैभन्दा पहिला हामी YouTube को आइकनमा जानु पर्यो है. यता छ नि, हो यसमा क्लिक गर्नु पर्यो. यता क्लिक गरिसकेपछि हामीले अब यता स्विम अकाउन्ट भन्ने छ नि, यता हो यसमा क्लिक गर्नु पर्यो. यसमा क्लिक गरिसकेपछि अब हामीले यसमा प्लस को आइकन देख्न सक्नुहुन्छ है. यो प्लस को आइकनमा क्लिक गर्नु पर्यो. यसमा क्लिक गरिसकेपछि अब हामीले यसमा हाम्रो मोबाइलमा भएको पिन नम्बर अथवा कुनैको पासवर्ड कुनैको अब प्याटर्न हुन सक्छ नि, हो त्यो राख्नु पर्यो. एकछिन टाइम लाग्छ. अब हामीले यसमा नयाँ गुगल अकाउन्ट बनाउनु पर्यो जसमा रहेको छ इमेल अर फोन भनेको छ नि. यसमा भन्दा नि हामीले यसमा चाहिँ टच गर्नु पर्यो के क्रिएट अकाउन्टमा. क्रिएट अकाउन्टमा क्लिक गर्नु पर्यो. अनि यसमा भनेको छ माई फर पर्सनल युज एन्ड फर वर्क अर माई बिजनेस भनेको छ नि. त्यसमा भन्दा नि हामीले फर माई पर्सनल युजमा क्लिक गर्नु पर्यो. त्यसपछि आफ्नो फर्स्ट नेम र लास्ट नेम राख्नु पर्यो. जस्तै कि मैले फर्स्ट नेम राख्छु. त्यसपछि तपाईहरुले आफ्नो डेट अफ बर्थ राख्नुपर्ने हुन्छ है. आफ्नो राख्नु होला. डेट अफ बर्थ राखेपछि इयर राखेपछि डे राख्नु पर्यो. डे राखेपछि मन्थ पनि राख्नु पर्यो. अनि जेन्डर तपाई के हुनुहुन्छ, मेल फिमेल हो त्यो राख्नु पर्यो. म मेल भएकोले म मेलै राख्छु है. त्यसपछि अब तपाईहरुले यसमा अप्सन दिएको हुन्छ हैन, तपाईहरुले कुन चाहिँ राम्रो लाग्छ त्यो राख्नु पर्ने हुन्छ. जस्तै कि म चाहिँ राख्छु कि लामाबीर यो राख्छु सेकेन्ड को. नेक्स्टमा जानुहोस्. नेक्स्टमा गइसकेपछि अब तपाईहरुले आफ्नो पासपोर्ट राख्नुपर्ने हुन्छ है. आफ्नो पासपोर्ट राख्नुहोस्. टाइम लाग्छ लोडिङ हुनको लागि. फेरि नेक्स्ट गर्नुहोस्. नेक्स्ट गरेपछि अब सबैमा यसमा यस्तो देखाएको हुन्छ है. यिनीहरु हेरेर तपाईहरुले पढ्न पनि सक्नुहुन्छ है. यसमा अन्तिममा रहेको छ नि आई एग्री भन्ने हो. यसमा क्लिक गर्नुहोस्. यसमा क्लिक गरिसकेपछि अब तपाईको गुगल अकाउन्ट तयार भयो है. गुगल अकाउन्ट तयार भइसकेपछि अब हामीले युट्युब अकाउन्ट बनाउनु पर्यो है. युट्युब अकाउन्टको लागि त अब हामीले त गुगलको एप्सहरु त पर्छ नि. त्यही भएर हामीले पहिला गुगल अकाउन्ट बनाएको. अब गुगल अकाउन्ट बनाइसकेपछि अब हामीले युट्युब अकाउन्ट बनाउनु पर्यो. त्यसको लागि हामी फेरि युट्युबमा जानुहोस् अनि जानुपर्छ. फेरि हामी युट्युबमा जानुपर्छ. युट्युबमा गइसकेपछि अब हामी प्रोफाइलमा आएर यता स्विम अकाउन्ट भन्ने छ नि, यसमै क्लिक गर्नुहोस्. यसमा क्लिक गरिसकेपछि अब तपाईहरुले अघि बनाएको गुगल अकाउन्ट छ नि, हो त्यो चाहिँ अब यसमा देखाएको हुन्छ. त्यसमा क्लिक गर्नुहोस्. यसमा क्लिक गरिसकेपछि अब तपाईहरुले फेरि आफ्नो प्रोफाइलमा जानुहोस्. प्रोफाइलमा गएपछि प्रोफाइल भित्र जानुहोस्. प्रोफाइल भित्र रहेको छ क्रिएट च्यानल भनेको छ नि, यसमा हो यसमा क्लिक गर्नुहोस्. यसमा क्लिक गरिसकेपछि अब तपाईहरुलाई दुईवटा अप्सन दिएको हुन्छ है. जसमा हामीले ब्यानर र प्रोफाइल राख्नुपर्ने हुन्छ. त्यसको लागि हामीले यता पेन्सिलको आइकन छ नि, यसमा क्लिक गर्नुहोस्. यसमा क्लिक गर्नुपर्छ. तपाईहरुले पनि यसैमा क्लिक गर्नुहोस्.
साथीहरु तपाईहरुले हेर्न सक्नुहुन्छ यता प्रोफाइलको लागि पनि प्रोफाइलको लागि अप्सन दिएको छ यसमा क्लिक गर्नुहोस् यसमा क्लिक गरिसकेपछि अब तपाईहरुले एउटा फोटो चुज गर्न सक्नुहुन्छ है जस्तै कि मैले चाहिँ यो राख्न चाहे यसमा भनेको छ सेभ एज अ प्रोफाइल पिक्चर भनेको छ नि यसमा क्लिक गर्नुहोस् यसमा क्लिक गरिसकेपछि अब तपाईको प्रोफाइल पिक्चर तयार भइसकेको छ है सेट भइसकेको छ अनि तपाईहरुले हेर्न सक्नुहुन्छ यसको पछाडी पनि ब्यानरको अप्सन दिएको छ है ब्यानरको अप्सन दिएको छ नि यसमा पनि तपाईहरुले राख्न सकिन्छन् त्यसको लागि तपाईहरुले यसमा यो आइकनमा क्लिक गर्नुहोस् चुज एज अ ग्यालेरी अथवा ग्यालेरीबाट पनि तपाईहरुले राख्न सक्नुहुन्छ है जस्तै कि मैले चाहिँ यो राख्न चाहे मेरो चाहिँ यो सेभ भइसकेको छ है साथीहरुले तपाईहरुले हेर्न सक्नुहुन्छ मेरो चाहिँ युट्युब एकाउन्टमा मेरो चाहिँ युट्युब च्यानल बनिसकेको छ है जसमा तपाईहरुले हेर्न सक्नुहुन्छ यो ब्यानर भयो यो चाहिँ मेरो प्रोफाइल भयो अनि यो चाहिँ मेरो नाम भयो तपाईहरुले पनि यसरी नै मोबाइलबाट आफ्नो युट्युब एकाउन्ट खोल्न सक्नुहुन्छ यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक शेयर एन्ड कमेन्ट गरिदिनु होला है